साथीहरु नमस्कार। फेरि पनि स्वागत छ तपाईहरुलाई। आजको यस भिडियोमा धारा 26 देखि बुझौं है। धारा 26 मा हाम्रो रहेको छ धार्मिक स्वतन्त्रताको हक है। धारा 26 मा धार्मिक स्वतन्त्रताको हक यसमा कसरी बुझौं भने कुनै पनि त्यही विदेशी आउँछ हाम्रो देशमा भने धार्मिक स्वतन्त्रता हरेक धर्मको मान्छे हाम्रो देशमा राम्रो ढंगबाट घुम्न पाउँछ, स्वतन्त्र भएर बस्न पाउँछ। यो स्वतन्त्रता विश्वको अरु कुनै देशमा छैन। लगभग सबै देशहरु कुनै मुस्लिम कन्ट्री कुनै क्रिश्चियन कन्ट्री रहेको छ भने हाम्रो यहाँ धार्मिक स्वतन्त्रता रहेको छ। यो कुरा हामीलाई मात्रै यस्तो सुविधा प्राप्त हो। त्यही भएर यसभन्दा पछि हामी हेरौं सूचनाको हक। अब यस्तै बुझौं हरेक धर्मको मान्छेले यहाँ आफ्नो खालको आफ्नो लागि आफ्नो धार्मिक सूचनाहरू प्रकाशन प्रसारण गर्न पाउँछ भनेर बुझौं है। त्यसपछि हुन्छ हाम्रो गोपनीयताको हक है। तर सूचना आए बित्तिकै यहाँ गोपनीयता पनि आउँछ। जहाँ सूचना त्यहाँ गोपनीयता, जहाँ दिन त्यही रात। त्यसपछि के हुन्छ गोपनीयताको आडमा यहाँ शोषण हुन थाल्छ। शोषण गर्ने मान्छेहरू गोप्य रूपमा राखी सूचना नराखी नप्रवाह गरी त्यो आफ्नो कार्यहरू गर्छन्। शोषण हुन थाल्छ गोपनीयताको आडमा है। त्यसपछि हामीलाई चाहियो के यो शोषण विरुद्धको स्वच्छ वातावरण चाहियो। हामीलाई यस्तो शोषणहरू भएको ठाउँ चाहिएन। हामीलाई स्वच्छ नेपाल, स्वच्छ वातावरण चाहियो भनेर बुझौं। अनि त्यसको लागि स्वच्छ वातावरणको हक हामी माग गर्न सक्छौं सरकारसँग है। अब एकजना विद्यार्थी है, स्टुडेन्ट हो, त्यो स्कुल पढ्न जान्छ है। स्कुल पढ्न जान्छ, त्यो स्कुलमा सरको भाषा बुझ्न नसकेर त्यसलाई पढ्न गाह्रो भयो। अब त्यो मान्छे किशोर अवस्थामै त्यो काम गर्न बाहिर गयो, श्रम गर्न बाहिर गयो। यता जुन उनको साथीहरू भाषा बुझेर पढ्यो त्यो चाहिँ रोजगारी पाउँछ पछि गएर, अनि यो चाहिँ श्रम गर्छ है। अब यो श्रम गर्ने क्रममा लडेर चाहिँ उनको खुट्टा भाँच्छ। भाँटेपछि कहाँ जाने हो? उपचार गराउन है। त्यही भएर स्वास्थ्य सम्बन्धी हक। अब त्यो मान्छेलाई काम गर्न जान दिएन अनि भन्छ कि खाना साना खाएर केही दिनसम्म रेस्ट गर्नु पर्यो। अब रेस्ट गर्छ, खाना साना खान्छ, भयो खाद्य सम्बन्धी हक है। अब त्यसपछि त्यो मान्छे काम गर्न नसकेर आफ्नो गाउँ आउँछ है। अब गाउँ आएपछि आफ्नै घरमा खेतीपाती गरेर काम गर्छ अनि काम गरेर के बनाउँछ? एउटा घर बनाउँछ है। उनको उमेर पनि हुन्छ, बिहे हुन्छ है। बिहे भएपछि के हुन्छ? महिला आउँछ है घरमा, बालबालिका है। बालबालिका पछि अब त्यो छर छिमेकको दलित मान्छे र ज्येष्ठ नागरिक दुवै मिलेर सरकारसँग न्याय माग्न जान्छ। कस्तो खालको न्याय? सामाजिक न्याय माग्न जान्छ। सामाजिक न्याय माग्न जान्छ अनि सरकारले भन्छ कि हामी पछाडी परेका छौं, हामीलाई के चाहियो? सामाजिक सुरक्षा चाहियो। अनि सरकारले दिन्छ सामाजिक सुरक्षा फेरि है। अनि त्यही सामाजिक सुरक्षाबाट उपभोग गर्ने वस्तुहरू खरिद गर्छन् है। अनि अब बलियो भएर भन्छ कि देश निकाला कसैलाई पनि गरिदैन है। देश निकाला त लास्टतिरको सेकेन्ड लास्टको देश निकाला कसैलाई पनि गरिदैन। देश निकाला विरुद्धको हक हो। अनि यो सब कुरा भएपछि हामीलाई आउँछ संवैधानिक उपचारको हक। संवैधानिक उपचारको हक है। पुरै हेर्नु भएकोमा यहाँहरुलाई धन्यवाद। मन पर्यो भने लाइक गर्नुहोला, च्यानललाई सब्स्क्राइब गर्नुहोला। फेरि अर्को भिडियोमा हामी छिट्टै भेटौँला।